सम्पूर्ण नमस्कार। म गिरिबहादुर घट्टेमर, सोर्दा नगरपालिका वार्ड नम्बर 5 को वडा अध्यक्ष। हामीले वडा कार्यालय मार्फत प्रदान गर्ने सेवालाई कसरी सहज र सरल तरिकाले नागरिक बिचमा पुर्याउन सकिन्छ भन्ने उद्देश्यका साथ हरेक वर्ष विभिन्न समयहरूमा तपाईँहरूको बिचमा विभिन्न खालका कार्यक्रमहरू लिएर आइरहेका छौँ। चाहे सामाजिक सुरक्षा भत्ता बुझ्ने सेवा गराएरलाई माथिल्लो बस्तीका र अशक्त व्यक्तिहरूका घरमा सामाजिक सुरक्षा भत्ता घरमा पुर्याउने कुरा होस्, चाहे राजस्व सङ्कलनमा सहज रूपमा समुदाय स्तरमा पुर्याउने कुरा होस्, चाहे भत्ता नवीकरण गर्ने कुरामा सहज रूपमा विभिन्न स्थानमा पुगेर सेवा दिने कुरा होस्, विभिन्न कार्यक्रमहरू तपाईँहरूको बिचमा हामीले सेवा पर्वलाई सहज गर्ने कुरा, सरल तरिकाले कसरी प्रदान गर्न सकिन्छ भन्ने गरी हामी विभिन्न समयमा तपाईँहरूको बिचमा आइरहेका छौँ। फेरि पनि तपाईँहरूलाई कसरी सेवा प्रदान गर्न सकिन्छ, यस वर्ष हामीले फेरि पनि हरेक वर्ष नेपाल सरकारले वडा कार्यालय मार्फत साउनको 1 गतेदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्ने कार्यक्रमहरू हरेक वर्ष हुने गर्छ र जसरी अघिल्ला वर्षहरूमा सहज रूपमा फारम भरेर सामाजिक सुरक्षा भत्ता नवीकरण फारम भरेर जसरी सहज रूपमा भत्ता नवीकरण हुने गर्थ्यो भने अघिल्लो आर्थिक वर्ष 82-83 देखि बायोमेट्रिक माध्यमबाट कसरी अनलाइन माध्यमबाट सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने सिस्टम सुरु भइसके पछाडि नागरिकहरू वडा कार्यालयमा आउने र उहाँहरूको देशैभरि एकैपटक सर्भर चल्दै गर्दा सर्भर नचल्ने, साइड नचलेर सेवा गराएरलाई शास्ति हुने विभिन्न खालको अवस्थाहरू रह्यो। त्यो रहिसके पछाडि हामीले अघिल्लो वर्ष पनि समुदाय स्तरमा अशक्तहरू घरमा पुगेर यो कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्य राखेर अघिल्लो वर्ष त्यो कार्यक्रम हामीले विभिन्न समुदायमा विभिन्न टोलहरूमा पुगेर विभिन्न अशक्त व्यक्तिहरू घरमा पुगेर हामीले सेवा प्रदान गर्ने गऱ्यौँ र यस वर्ष पनि सोही कार्यक्रमलाई कसरी सहज रूपमा गर्न सकिन्छ हामीले 1-2 दिनको प्र्याक्टिस हेऱ्यौँ। आज 8 गते भएको छ, श्रावण महिनाको यो जुन 8 गते आज यो पहिलो हप्ता जुन छ, यो हप्तामा हामीले 1-2 जना बाहेकको हामीले अहिलेसम्म नवीकरण गर्न सकिरहेका छौँ। किनभने कार्यालयको समयमा देशैभरि एकैपटक चलिरहेको अवस्थामा साइड नचल्दा, सर्भर नचल्दा आज सेवा गराउनेहरूलाई शास्ति दुःख भइरहेको अवस्था छ। त्यसकारणले अब यसलाई फेरि पनि हामीले यो वर्ष पनि कसरी सहज रूपमा उहाँहरूलाई सेवा दिन सकिन्छ, कसरी सरल तरिकाले उहाँहरूलाई सेवा दिन सकिन्छ भन्ने उद्देश्य राखेर हामीले फेरि पनि नयाँ यो वर्ष पनि तयारी गरिरहेका छौँ। यस वर्ष हामीले हाम्रो यो वार्ड नम्बर 5 को 12वटा टोल विकास संस्थाहरू छ। 12वटा टोल विकास संस्थाका विभिन्न टोलहरूमा पुगेर र विभिन्न व्यक्तिहरूको अशक्त व्यक्तिहरू घरमा पुगेर हामीले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्नेछौँ। हामीले खास गरी यो जुन शनिबार र आइतबार जुन बिदाको समय छ र त्यो बाहेक पनि अन्य दिनहरूमा बिहान साँझ जो अफिस टाइमभन्दा पछाडिको समय अगाडिको समयलाई सदुपयोग गरेर तपाईँहरूको बिचमा, तपाईँहरूको समुदायमा, तपाईँहरूको टोलमा हामीले आउने प्रयत्न गरिरहेका छौँ। श्रावण 9 गतेदेखि नै सरोजा बस्तीमा पुगेर हामीले पहिलो दिन बिदाको समयलाई सदुपयोग गर्नेछौँ र त्यहाँ कति काम गर्छ, सर्भरले यो सुरुवाती चरण भएको कारणले गर्दा कति काम गर्छ, त्यसको आधारमा हामीले फेरि पनि अन्य टोल समुदाय स्तरमा हामी पुग्नेछौँ। त्यसका निम्ति पुग्दै गर्दा तपाईँहरूको समुदायको, तपाईँहरूको टोल विकास संस्थाका पदाधिकारी, अध्यक्ष लगायतका पदाधिकारीज्यूहरू, जनप्रतिनिधिहरू, विभिन्न सङ्घ संस्थामा आबद्ध सामाजिक व्यक्तित्व उहाँहरूको सँगको समन्वयबाट हामीले तपाईँहरूको समुदाय स्तरमा हामीले यो कार्यक्रमलाई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरणको कार्यक्रम लिएर तपाईँहरूको बिचमा आउँदैछौँ। हामीले सामाजिक सुरक्षा कार्यविधि 2082 को अनुसूची 3 अनुसारको निवेदनको ढाँचा वडा कार्यालय मार्फत उपलब्ध गराउनेछौँ र यहाँहरूले अनिवार्य रूपमा तपाईँहरूले भत्ता बुझ्ने परिचय पत्र साथमा हुनुपर्नेछ। त्यसै गरी नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, त्यसै गरी राष्ट्रिय परिचय पत्र नम्बर वा राष्ट्रिय परिचय पत्र आवेदन रुजु फारमको प्रतिलिपि तपाईँहरूसँग रहनुपर्नेछ। त्यसै गरी एक प्रति फोटो, त्यसै गरी एकल महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि, 60 वर्ष मुनिको एकल महिलाको हक विवाह नगरेको प्रमाणपत्रको प्रतिलिपि, त्यसै गरी दलित बालबालिका हकमा जन्मदर्ताको प्रतिलिपि, संरक्षकको नागरिकताको प्रतिलिपि, अपाङ्गको हकमा अपाङ्ग परिचय पत्र र संरक्षकको नागरिकताको प्रतिलिपि
अनिवार्य रूपमा तपाईँहरूको साथमा हुनुपर्नेछ। यो सँगै साथमा राष्ट्रिय परिचय पत्र अघिल्लो वर्ष हामीले समुदाय स्तरमा टोल स्तरमा पुग्दै गर्दा तपाईँको राष्ट्रिय परिचय पत्र हामीले तपाईँहरूको परिचय पत्र आवेदनको फारम जुन फारम छ त्यसमा सबैको राष्ट्रिय परिचय पत्र नम्बर लेखिदिएका छौँ। केही छुट्नुभएका जसको नयाँ राष्ट्रिय परिचय पत्र बनाउनु भएको छ उहाँहरूको राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख भएको हुन्छ। यदि कहीँ कतै छुटेको अवस्था रहेछ भने तपाईँहरूको अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्रमा जुन नम्बर राख्नु भएको छ तपाईँहरूको साथमा त्यो नम्बर हुनुपर्ने छ। यति कुरा जानकारी गराउँदै तपाईँहरू जसरी नियमित रूपमा वडा कार्यालयमा आएर नवीकरण भइरहेको छैन, यो अवस्थालाई मध्यनजर गरेर तपाईँहरूको टोल स्तरमा समुदाय स्तरमा तपाईँहरूको घरमा अशक्त व्यक्तिहरूको घरमै आएर हामीले नवीकरण गर्नेछौँ। त्यस कारणले यहाँहरू कति पनि नहात्तिकन वडा कार्यालय हाम्रो सेवाका निम्ति निरन्तर साथमा छ भन्ने कुरा यहाँहरूलाई विश्वस्त पार्न चाहन्छु र तपाईँहरूलाई छिटै नै हामीले असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्ने समय सीमा भएको कारणले गर्दा यहाँहरू नआत्तिनु होला। तपाईँहरूको घर घरमा आउनेछौँ र जो वडाभन्दा बाहिर हुनुहुन्छ तपाईँहरूको पनि हामीले नेपालभरि जहाँ हुनुहुन्छ तपाईँहरू बसेको ठाउँमै हामी आएर भत्ता नवीकरण गर्नेछौँ र यदि नेपाल बाहिर हुनुहुन्छ भने यहाँहरू समयमै सम्पर्कमा आएर यहाँहरू कम्तीमा नेपालमा आएर यहाँहरूले सामाजिक सुरक्षा भत्ता नवीकरण गरेर निरन्तर रूपमा आफूले पाइरहेको सेवा सुविधालाई यसलाई कसरी सहज गर्न सकिन्छ भन्ने कुरामा पाइरहेको आफूले सेवा सुविधालाई निरन्तर दिनको निम्ति यहाँहरू सम्पर्कमा आइदिनु निम्ति अनुरोध गर्न चाहन्छु। हामीले यस्ता कार्यक्रम पनि यहाँहरू जो सामाजिक सुरक्षा भत्तामा सहभागी हुनुहुन्छ यहाँहरू आफैमा पनि कुनै न कुनै सहाराको आवश्यकता पर्छ भनेरै राज्यले तपाईँहरूले सहाराको रूपमा थोरै सहयोगको रूपमा यहाँहरूलाई सामाजिक सुरक्षा भत्ताहरू प्रदान गर्ने गर्छ। त्यस कारणले गर्दा तपाईँहरू जस्ता जो सहाराको आवश्यकता छ तपाईँहरूलाई हामी वडा कार्यालयले पनि कसरी तपाईँहरूलाई सहारा बन्न सक्छ, कसरी यो सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्ने कुरामा पनि कसरी सहारा बनेर सहज रूपमा भत्ता नवीकरण गर्न सकिन्छ त्यही उद्देश्यका साथ तपाईँहरूको समुदाय स्तरमा टोल स्तरमा तपाईँहरूको घरमा तपाईँहरू बसेको ठाउँमा हामी आउने प्रयत्न गर्नेछौँ र यहाँहरू सबैलाई सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने कुरामा जो छुट्नुहुन्छ हामीले तपाईँहरूलाई पनि सम्पर्क गर्नेछौँ र यहाँहरू पनि वडा कार्यालयसँग सम्पर्क गर्न निम्ति अनुरोध गर्दै यहाँहरू सबैको घरमा हामी समुदायमा यहाँहरूको वरिपरि हामी आउने वाचा गर्दै अहिले म बिदा हुन्छु। धन्यवाद, नमस्कार।